सिटी हो यो पुरै सिटीको म्याप हो अहिले केही भन्नु छैन मेलबोर्न अस्ट्रेलियाको स्काई ड्राइभ 28 तलमाथिको। नमस्ते सबैजनालाई, डिम्डुङ भ्लग्समा सबैलाई स्वागत छ है। हामी चाहिँ आज अस्ट्रेलियाको 88 तल माथि आएको छौँ। यहाँबाट चाहिँ मेलबोर्न वरिपरि हेरौँ भनेर अब तपाईँहरूलाई म यहाँ यो चाहिँ फ्लिन्डर स्ट्रिट स्टेसन देखाउँदैछौँ, यारा रिभर। अनि यहाँबाट सर हेऱ्यो भने तपाईँले मेलबोर्न सेन्टर अनि मेलबोर्नको पुरै भित्री भाग बाहिरी भाग सबै देख्नुहुन्छ। हामी चाहिँ एकचोटि सर घुम्नेछौँ। ल जाउँ, उतातिर जाउँ। अनि ड्याडी मम्मीले आउनु ल, यता यता टक्क ल। अनि यहाँ चाहिँ यो चाहिँ विश्वको सबैभन्दा धेरै मान्छे अटाउने स्टेडियम थियो। अहिले चाहिँ अरूले पनि बनाएको छन् होइन। पहिला चाहिँ 1 लाख मान्छे अट्छ त्यो स्टेडियममा, एमसिजी स्टेडियम। ल अगाडि बढौँ। यो चाहिँ बार रहेछ होइन। अब हामी चाहिँ रक्सी खाँदैनौँ, हामी रक्सी छोडिसक्यौँ। यताबाट हेऱ्यो सर भ्यू सर गयो। अनि यतै जाउँ। अनि यहाँ चाहिँ खेलकुद क्षेत्र, फुटबल, क्रिकेट स्टेडियम, टेनिस, इन्डोर कोर्ट सबै खेल्छ यहाँ सर र सबै छ। अनि यहाँबाट हेऱ्यो भने मेलबोर्न हेर्ने ठाउँ ट्याक्क। यहाँबाट हेऱ्यो भने चाहिँ एमसिजी ट्याक्कै देखिने रहेछ। देखिन्छ कि म देखाउनु ट्राई गर्छु है त। ट्याक्कै एमसिजी हो त्यो चाहिँ सर र सबै। ल अनि यहाँ चाहिँ यता उता जाने नाम वेट यहाँ चाहिँ हरियो चिन्नुपर्ने रहेछ हो। जम हेर यहाँ चाहिँ वेट गर्नुपर्ने हरियो लुम्बनिङ्गी नाम हो। यहाँ चाहिँ एजमा हावा आउँदो रहेछ सर र। यहाँ चाहिँ जाली रहेछ, उता चाहिँ सिसा थियो, जालीबाट यहाँ सर र फ्रेस हावा खाएर तल एमसिजी। यता छ रोयल बोटानिकल गार्डन हो यहाँ चाहिँ, यता पछाडितिर। यहाँ चाहिँ हावा आनन्दले आउँदो रहेछ सर। ल
यो पनि यो लगभग त्यति तलै छ होला है यो जतिकै अग्लो छ होला त्यहाँ चाहिँ एउटा है दरबार छ त्यहाँ चाहिँ ब्रिटेनको झन्डा छ त्यो अहिले देखेको पोखरी चाहिँ अस्ट्रेलियाको F1 फर्मुला 1 रेस हुने ठाउँ हो अल्बर्ट पार्क भन्ने ठाउँ हो त्यहाँ चाहिँ F1 फर्मुला 1 रेस हुन्छ अब यो अर्को महिना हुँदैछ बिस्तारै बिस्तारै अब 88 तलबाट तल हेर्दा कस्तो देख्दो रहेछ हेरौँ है त ए पुरै यस्तो छ है पुरै यस्तो छ पुरै ल कोरको यो चाहिँ यता त्यो चाहिँ ब्रिटिसहरू पहिला शासन गर्न आउँदाखेरि बसेको दरबार रहेछ क्वीन भिक्टोरिया गार्डन ल हामी अब अर्को भागतिर आइपुग्यो यो चाहिँ सेन्ट किल्ला एरिया हेर्ने ठाउँ रहेछ है त सेन्ट किल्ला श्रिम अफ रिमेम्ब्रेन्स हेर्ने ठाउँ रहेछ यो चाहिँ पुरै बजार छ त्यहाँ छ पुरानो यो चाहिँ लडाइँ लडेको विश्वयुद्धबाट लडेको योद्धाहरूको नाममा बनाएको ल चाहिँ घर रहेछ ए पुरै मेलबोर्न त अग्लो अग्लो बिल्डिङले भरिसक्यो अब यहाँ चाहिँ क्राउन क्यासिनो छ ट्याक्क क्यासिनो यारा रिभर खोला यहाँबाट चाहिँ त्यतै रहेछ ल अब फेरि घुम्दै फिर्दै आइपुग्यो यहाँ बार भएको ठाउँमा बार रहेछ यहाँ ल आइसक्रिमहरू रहेछ यहाँ चाहिँ दामी घाम क्लिक्क घाम आइरहेको छ सुन गन्दी गरिन् दाले ल यहाँ यस्तो पनि रहेछ यहाँ ल यो चाहिँ पुरै मेलोमा नक्सा हालेर रहेछ यहाँ आहा यस्तो अब सनसेट हुँदैछ बब्बल हुँदैछ अब ल साउदर्न हेमिस्फियरको सबभन्दा फास्टेस्ट लिफ्टमा चाहिँ हामी तल झर्दैछौँ 88 तलदेखि माथि कति सेकेन्डमै तल पुग्छ है त झरिसक्यो टन्नै 68 मा पुगिसक्यो 61 60 झरिसक्यो टुमटुम 13 14 34 33 ल लिफ्ट रोक्यो ल 30-35 सेकेन्डमा ड्याङ्गै तल झर्दो रहेछ ल निस्किनु ल त
यो चाहिँ स्काई डेक युरोका टावर भर्खर हामी गएर आएको माथि 88 तलसम्म गएर आएर सबै हेरेर आएको गाइज ल साथी हो यो चाहिँ मेलबर्नको सिटी सेन्टरको चाहिँ स्काई ड्राइभ टावर रहेछ यो पछाडि मेरो पछाडिको हलको घर त्यसमा चाहिँ 88 तल रहेछ माथि जाँदाखेरि त्यो 88 तल माथि पुग्नलाई ठ्याक्कै लिफ्टबाट जाँदाखेरि 36 सेकेन्ड लाग्दो रहेछ र माथिबाट अनि यो सबै मेलबर्नको सिटी सेन्टर हेर्न पाउँदो रहेछ उता ब्राइटनको त्यो उसमा समुद्र साइड अनि एउटा सनकिल्ला सबै हेर्न पाउँदो रहेछ र त्यो टावर माथिबाट तल भुइँतिर हेर्दाखेरि मेट्रो रेलहरू पानी जहाजहरू गाडीहरू यत्रो सानो कमिलो यत्रो देख्दो रहेछ त्यति अल्को रहेछ यो टावर अक्टोपसको बल खान आएको है हामी चाहिँ आएको यहाँ जापानिज रेस्टुरेन्टमा यस्तो छ है यहाँभित्र पाक्दैछ हाम्रो अक्टोपस त्यहाँ अक्टोपस यो अक्टोपस खायो ल बालेनले कहाँबाट सिक्यो भनेको त मेलबर्नको भित्तामा यसरी लेखेको रहेछ अनि त्यहाँबाट सिकेको रहेछ बालेनले ल बालेनले धेरै धेरै धन्यवाद बधाई छ काठमाडौँमा पनि यस्तो राम्रो राम्रो बनाइदिएकोमा अब काठमाडौँमा आएर नि घुम्नु पर्ला Casual.